यो फाइनल होइन, इतिहास हो। पोर्चुगल बनाम स्पेन, युएफए नेसन लिगको महामुकाबला। जुन मुकाबला हेर्नको लागि दर्शक फ्यानहरू एक्साइटेड छन्, किनकि एकातर्फ ल्यामिन यामाल र अर्कोतर्फ क्रिस्टियानो रोनाल्डो। एकातर्फी अनुभवी खेलाडी छन् भने अर्कोतर्फ यङ्स्टर खेलाडीहरू छन्, भरिपूर्ण छन् स्पेनको पक्षमा। मैले के भन्न चाहन्छु भन्दाखेरि पोर्चुगलका टिमलाई, पोर्चुगललाई हल्कामा चाहिँ नलिए है, किनकि तिनै क्रिस्टियानो रोनाल्डो जुन 2018 को वर्ल्ड कपमा ह्याट्रिक गरेका थिए स्पेन विरुद्ध, र ह्याट्रिक पनि कुन डिफेन्डरहरू मार्फत गरेका थिए भन्ने कुरा मैले बताइराख्नु पर्दैन होला। सायद 2018 को वर्ल्ड कप जो हेर्नु भएको थियो। सर्जियो रामोस, पिके, नाचो जस्ता अनुभवी डिफेन्डर हामीले चिन्दै आएका छौँ नि फुटबल इतिहासमा। त्यस्ता डिफेन्डरहरूलाई नचाउँदै क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए। र अर्कोतर्फ अहिलेका यङ्स्टर प्लेयरहरू स्पेनको, जुन गेम हेर्नको लागि फुटबल समर्थकहरूले एकदमै एक्साइटेड हुन्छन्, किनकि उनीहरूको पास चाहिँ त्यस्तो हुन्छ। कसले माला त बाँचे, म त पोर्चुगलतर्फ जान्छु। एज आई एम अ पोर्चुगल फ्यान, पोर्चुगल क्यान स्कोर 2 एन्ड स्पेन क्यान स्कोर 1। हजुरहरूलाई के लाग्छ तल कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। हस्त, धन्यवाद।